मत्ती 27 अध्यायको हामी 23 पद हामी पढ्नेछौँ ल। मत्ती 27 को 23 पद। हालेलुया। तब चाहिँ यहाँ यसरी लेखेको छ, म पढिदिन चाहन्छु, यहाँले सुन्न सक्नुहुन्छ ल। यहाँ यसरी लेखेको छ, तिनले भने किन तिनले के अपराध गरेका छन् र? तर तिनीहरू अझ बढी यसो भन्दै चिच्याएर त्यो क्रुसमा छाडियोस्। आमेन आमेन। हामी भर्खरै पढेको पदले यहाँ यही भन्दछ, तिनले के अपराध गरेका छन् र तिनलाई क्रुसमा छाडिदिए। है तपाईँले यदि यो पुरै अध्यायलाई राम्रो प्रकारले पढ्नुभयो भने है हामीले एउटा एकदमै अचम्मको घटना त्यहाँ देख्छौँ। अनि मैले जहिले पनि यो घटनालाई मन गर्ने गर्दछु। अनि मैले गर्ने प्रश्न चाहिँ यो घटना यहाँ किन यसरी यहाँ लेखिएको छ? अर्को शब्दमा यो घटना चाहिँ प्रत्येक सुसमाचारका पुस्तकहरू लेख्ने लेखकहरूले चाहिँ किन है नछुट्याए हरेक ठाउँमा यहाँ यो घटनालाई लेखेका छन्। अनि यदि तपाईँ यदि जस्तै यो अध्याय पढ्नु भएको छैन, यहाँ के भएको छ भने है ख्रीष्ट येशूलाई क्रुसमा चढाउनु क्रुसमा टाल्नुभन्दा पहिलाको घटना हो। है त्यहाँ के भएको छ भने भन्दै गर्दा येशूलाई चाहिँ पक्रिकन पिलातसको अगाडि ल्याइएको छ। अनि पिलातसको अगाडि येशूलाई उभ्याइएको छ। अनि त्यहाँ जब पिलातसको अगाडि येशूलाई उभ्याइदछ त्यसपछि येशूलाई चाहिँ भनौँ न विभिन्न किसिमका आरोपहरू हामी त्यहाँ लगाएको हामी पाउँदछौँ। अनि जब ती सबै आरोपहरू पिलातसले सुनिकन जब पिलातस आफैले येशूको है उनले केकार जब उनले गर्दछन्, पिलातसले चाहिँ येशूमा एउटा पनि दोष र अपराध उनले त्यहाँ देख्दैनन्, अर्को शब्दमा भेटाउँदैनन्। अनि त्यो नभेटाइसकेपछि है पिलातसले चाहिँ येशूलाई छोडिदिने उद्देश्यका साथमा पिलातसले चाहिँ एउटा काम गर्ने योजना गर्दछन्। अनि त्यो समय चाहिँ निस्ताचारको समय भएको कारणले गर्दा यहुदीको परम्परा अनुसार चाहिँ त्यो समयमा एकजना खैदीलाई चाहिँ छोडिदिन मिल्दथ्यो। सो पिलातसले के विचार गर्दछन् भने ओहो यो निस्ताचारको समय भएको कारणले गर्दा अनि एउटा खैदीलाई छोडिदिने समय भएको कारणले गर्दा अनि उनले के गर्छन् भने एकजना खैदीलाई चाहिँ उनले ल्याउँदछन्। अनि त्यो खैदीलाई ल्याइकन येशूसँगै उभ्याएको हामी त्यहाँ यो घटना पाउँदछौँ। अनि यो खैदीको नाउँ चाहिँ है बारब्बा हुँदछ। सो यो बारब्बा र चाहिँ बारब्बा र येशू ख्रीष्टलाई चाहिँ त्यहाँ सँगै उभ्याइएको छ। अनि जब पिलातसले सोध्नु हुँदछ त्यो दुईजना मध्ये हामी कसलाई छोडिदियौँ भनिकन भन्दै गर्दा सबै भिडले चाहिँ कराउँदै बारब्बालाई छोडिदिनु भनिकन त्यहाँ भनेको कुराहरू हामी पाउँदछौँ। अनि येशूलाई चाहिँ के गर्ने भनेर चाहिँ प्रश्न गर्दै गर्दा यसलाई चाहिँ क्रुसमा टाँगियोस्। अनि त्यसपछि है पिलातसले गरेको प्रश्न चाहिँ यही हो, किन यिनले के अपराध गरेका छन् र? किन यिनले के अपराध गरेका छन् र? यहाँले सुन्दै हुनुहुन्छ मेरो आवाजलाई? मलाई दुईजना भोलिन्टियरहरू अगाडि आइदिनु न ल, छिट्टो छिट्टो समय छैन। दुईजना भोलिन्टियरहरू ओके ल। हाम्रो रमनलाई ताली सबैजनाले। एकजना अर्को राखेको छु। यो कुरालाई ध्यान दिएर सुन्नुहोस्, एकदमै ध्यान दिएर सुन्नुहोस् ल। हालेलुया। अनि कतिजनाले सुनि पनि सक्नु भएको छ होला है, किनभने मैले यो प्रायः जुन ठाउँमा जाने गर्दछु यो कुरालाई
है प्रचार गर्ने गरिराखेको हुँदछु र पनि म यो आज हाम्रो बिचमा यो कुराहरू तपाईँहरूको बिचमा म गर्नु गइराखेको छु। ल सुन्नुहोस् ल यहाँ सबैजना ध्यान दिएर। सो हामीले यहाँ के कुरा देख्दैछौँ भने पिलातस र सुन्नुहोस् ल पिलातसले 12 यीशु ख्रीष्टलाई सँगै उभ्याएको है। अब यहाँ सबैजनाले मलाई भन्नुहोस् ल 12 को थिए अरे? हजुर सबैले चर्को स्वरमा को थिए? अझै चर्को स्वरमा को थिए? अझै चर्को स्वरमा सबैले को थिए? कैदी थिए भन्दै गर्दा है तपाईँले राम्रो प्रकारले यदि बाइबल पढ्नुभयो भने तपाईँले के कुरा पाउनुहुन्छ भने 12 चाहिँ है कुख्यात अपराधी हत्यारा है र यौनाको पुस्तक अनुसार त उनलाई डाकु भनिकन पनि चिनाइएको छ। सो 12 को रे सबैजना जस्तो कैदी मात्र होइन तर कस्तो प्रकारको कैदी? कस्तो प्रकारको कैदी? हजुर राम्रो होइन असल होइन हजुर कुख्यात भन्दै गर्दा डाकुहरूको पनि को बुझ्नुहुन्छ नि कुख्यात अपराधी भनिकन बाइबलमा चलाइएको छ शब्द। कसलाई? किरणलाई होइन हजुर 12 एकछिनको लागि उदाहरणको लागि हाम्रो किरण चाहिँ को 12। सो अब किरण है एकछिनको लागि 12 हुँदै गर्दा उनी कोन भए? कैदी। सो कैदी भएको कारणले गर्दा कैदीलाई साङ्लाले के गरिएको हुन्छ? सो 12लाई पनि यसरी साङ्लाले बाँधिएर भनौँ न कहाँ ल्याइएको छ? यसो सँगै 12लाई उभ्याइएको छ। बुझ्नुहुन्छ नि? अनि जब 12लाई यसो सँगै उभ्याइदछ है अब पिलातस जो चाहिँ एकछिनको लागि को म सर्भिसको तपाईँ भन्नु न एकछिनको लागि को तपाईँ ल पिलातसले यसरी 12 यसलाई सँगै उभ्याइकन भिड त्यहाँ जम्मा भएको भिड जस्तो अहिले यहाँ तपाईँहरू जम्मा हुनु भएको छ नि मानौ त्यो भिड तपाईँ ल सर्नुहोस् त्यो भिडको सर्नुहोस् ओके ल यसरी भिडका अगाडि उभ्याइकन 12 र यीशुलाई सँगै उभ्याइकन पिलातसले यसरी प्रश्न गर्दछन् यिनी दुई मध्ये म कसलाई छोडिदिउँ भनिकन यसरी प्रश्न गर्दै गर्दा भिडले के जवाब दिन्छ? के जवाब दिन्छ? कसलाई? त्यसो भए प्रश्न किन 12लाई छोडिदिने? 12 को कैदीलाई अपराधीलाई छोडिदिने? हजुर अपराधीलाई छोडिदिने? अनि यीशुलाई चाहिँ के गर्ने त्यसो भए? हजुर यीशुलाई के गर्ने? क्रुसमा टाँग्ने। किन? उनले के अपराध गरेका छन् मलाई बताउनुहोस्। भिड यीशुले के अपराध गर्नुभयो र यीशुलाई क्रुसमा टाँगियो भन्नुहोस् त? हजुर के अपराध गर्नुभयो? हजुर उहाँले हत्या गर्नुभयो? हजुर चोरी गर्नुभयो? झुटो बोल्नुभयो? व्यभिचार गर्नुभयो? त्यसो भए किन उहाँलाई क्रुसमा टाँग्ने? किन उहाँलाई सजाय सुनाउने? किन उहाँलाई मार्ने आज्ञा दिने? यो प्रश्नले याद गर्दै एकैछिन है हामी हेरौँ न यीशु को हुनुहुन्छ त्यो कुरा हेरौँ ल। यीशु को हुनुहुन्छ भन्नुहोस् त? को हुनुहुन्छ यीशु? हजुर को हुनुहुन्छ यीशु? भन्नुहोस् भन्नुहोस्। हजुर सँगै गर्दा हजुर को मेरो शरीरमा भएको भूत हटाउने हजुर मलाई रुपियाँ पैसा दिने हजुर को मलाई
हुनुहुन्छ है बाइबलले येशू ख्रीष्टलाई कसरी व्याख्या गरेको छ येशू ख्रीष्ट को भन्नुहोस् त हजुर को अनि तर्कसँग बोल्नुहोस् न को राजाहरूका राजा प्रभुहरूका प्रभु अरू को हजुर को सुन्नुहोस् ल यूहन्ना 1:1 भन्दछ आदिमा वचन हुन्थ्यो वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचनले परमेश्वर हुनुहुन्थ्यो सबै थोक उहाँद्वारा बनिएका कुनै पनि थोक उहाँ बिना बनिएनन् उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको लागि ज्योति थियो भन्दै गर्दा अनि यही वचन यूहन्ना 1:14 अनुसार देहलाई धारण गर्नुभयो अर्को शब्दमा येशू ख्रीष्ट परमेश्वर हुनुहुन्थ्यो सुन्नुहोस् न येशू ख्रीष्ट हुनुहुन्थ्यो अरे येशू ख्रीष्ट हुनुहुन्थ्यो परमेश्वर हुनुहुन्थ्यो कलसी 1:15 ले उहाँलाई यसरी भन्दछ उहाँ अदृश्य परमेश्वरका प्रतिरूप भन्दै गर्दा परमेश्वर जो अदृश्य हुनुहुन्छ उहाँले आफैलाई अदृश्य बनाइराख्न चाहनु भएन तर यो अदृश्य परमेश्वरले एउटा आफैलाई दृश्य रूप दिनुभयो अनि जो चाहिँ को हुनुहुन्छ को हुनुहुन्छ येशू ख्रीष्ट सबैले को हुनुहुन्छ येशू ख्रीष्ट हुनुहुन्छ आमेन परमेश्वरको वास्तविक रूप नै को हुनुहुन्छ सबैले को हुनुहुन्छ येशू ख्रीष्ट हुनुहुन्छ उहाँलाई परमेश्वर हुनुहुन्छ अनि पावलले कलसी 1:16 मा यसरी लेख्दछ उहाँद्वारा सबै थोकहरू बनिए अनि सबै थोक उहाँमा नै सुइजिए अर्को शब्दमा भन्यो भने सुन्नुहोस् त तपाईँहरू यहाँ 27 छौँ हामी सबैजना कसको निम्ति बनिएका हौँ हजुर कसको निम्ति आफ्नो श्रीमानको निम्ति श्रीमतीको निम्ति छोराछोरीको निम्ति रुपियाँ पैसाको निम्ति जागिर गर्नको लागि हजुर कता जानको लागि त्यतिको लागि मात्र हामी सुइजिएको सुन्नुहोस् तपाईँहरू म ख्रीष्ट हुनुको पछाडिको उद्देश्य नै ख्रीष्ट हुनुहुँदछ आमेन तपाईँहरू मेरो जीवनबाट ख्रीष्टलाई हटाउने हो भने तपाईँहरू मेरो जीवनले कुनै पनि अर्थ राख्दैन अर्को शब्दमा तपाईँहरू मलाई चाहिएको पो ख्रीष्ट हो ख्रीष्टले तपाईँहरू मैले हाम्रो जीवनको उद्देश्यलाई अर्को शब्दमा जीवनको अर्थलाई भेट्टाउँदछौँ यसै कारणले गर्दा आज संसारको मानिसहरूसँग सबै कुराहरू छ यदि ख्रीष्ट छैन भने उनीहरूसँग केही पनि छैन तर यदि तपाईँसँग ख्रीष्ट हुनुहुन्छ भने तपाईँसँग सबै कुरा छ आमेन किन भन्दै गर्दा तपाईँहरू म ख्रीष्टकै निम्ति सृष्टिएका मानिसहरू आमेन सो ख्रीष्टमा हुनुहुन्छ परमेश्वर हुनुहुन्छ सबैले को हुनुहुन्छ जस्तै के गर्नुभयो अरे मानव रूप धारण गरिकन यस पृथ्वीमा प्रकट हुनुभयो कतिजनाले के सोच्ने गर्छन् थाहा छ येशू ख्रीष्ट कन्या मरियमद्वारा जन्मनु भयो त्यस दिनदेखि उहाँको के भयो सुरुवात भयो कतिजनाले येशू ख्रीष्टको सुरुवातलाई कहाँ देख्छन् मरियमको कोखमा तर हामीले देख्नुपर्ने येशू ख्रीष्टको सुरुवातलाई कहाँ भन्नुहोस् त आदिमा सुन्नुहोस् कहाँ आदिमा भन्दै गर्दा फेरि कतिले नबुझ्नु होला सुरुमा आमेन आदिमा परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो अनि त्यो सृष्टि गर्ने परमेश्वरले को हुनुहुन्थ्यो येशू ख्रीष्ट यो परमेश्वर येशू ख्रीष्ट मानव रूप धारण गरिकन यस पृथ्वीमा अन्य स्त्रीद्वारा उहाँ जन्मनुहुन्छ अनि उहाँ यस पृथ्वीमा जन्मिएर उहाँले के गर्दै हिँड्नुहुन्छ भन्नुहोस् त हजुर हजुर उहाँ यस पृथ्वीमा आउनुको पछाडिको उद्देश्य के हजुर अझ तर्कसँग के पापी मानिस हो पापको कारणले गर्दा मरेको छ जो पापको दास होतोमा छ ती मानिसहरूलाई पापबाट छुटकारा दिनुको लागि उहाँ यस पृथ्वीमा मानव रूप धारण गरिकन आउनुभयो आमेन सुन्नुहोस् न बाइबलले के भन्छ उहाँ यस पृथ्वीमा जुन पृथ्वी उहाँद्वारा रचियो जुन पृथ्वी उहाँको आफ्नै हो यस पृथ्वीमा उहाँलाई चिन्न सकेन अर्को शब्दमा संसारले उहाँलाई उहाँका आफ्नैले पनि उहाँलाई चिन्न सकेन येशू ख्रीष्टले के गर्नुभयो हजुर के गर्नुभयो भन्नुहोस् त छिटो छिटो के गर्नुभयो बोल्नुहोस् न के गर्नुभयो पृथ्वीमा उहाँ हुँदै गर्दा उहाँले के काम गर्नुभयो हजुर सबैले के गर्नुभयो हजुर
परमेश्वरको राज्यको प्रचार गर्दै रोगीलाई उहाँले निको पार्नुभयो। आमेन। जुन ठाउँ उहाँले आज पनि यो ठाउँ जुगार नगर्नुहुन्छ। आमेन। आमेन। किनभने उहाँ हिजो आज सदा एक समान हुनुहुन्छ। आमेन। उहाँ बदलिनु भएको छैन। आमेन। आमेन। येशू ख्रीष्ट जो मानव रूप धारण गरिकन यस पृथ्वीमा हुनुहुन्छ, उहाँले परमेश्वरको राज्यको विषयमा सिकाउँदै प्रचार गर्दै रोगीलाई निको पार्दै अन्धहरूलाई दृष्टि दिँदै लङ्गडाहरूलाई हिँडाउँदै मरेको लाजरसलाई जीवित पार्दै परमेश्वरको राज्यको उहाँले प्रचार गर्दै हिँड्नुहुन्छ। पापी मानिसहरूलाई उहाँले के गर्दै जानुहुन्छ? खोज्दै जानुहुन्छ। तर येशू ख्रीष्ट जसले 12 जना चेलाहरूलाई आफूसँगै रहनलाई अनि जसलाई सिकाउनलाई उहाँले के गर्नुभएको थियो? राख्नुभएको थियो। त्यो चेलामध्ये एकजना चेलाले के गर्छ भन्नुहोस् त? के गर्छ उहाँलाई? थाहा छ तपाईँलाई, सबै कहानी थाहा छ होइन त? हो। अनि येशूलाई त्यसपछि के गरिन्छ भन्नुहोस् त? रोमी सिपाहीहरूले पक्रेर येशूलाई कहाँ ल्याउँछन्? पिलातसले। अनि पिलातसले के गर्छन्? यसरी सँगै उभ्याउँदछन्। कोसँग? बारब्बासँग येशू ख्रीष्ट सँगै उभ्याइएका छन्। दुवैजना येशू ख्रीष्ट जो हुनुहुन्छ परमेश्वरको पुत्र हुनुहुन्छ, जो परमेश्वर मानव भइकन यस पृथ्वीमा प्रकट हुनुहुन्छ, जो स्वभावले कस्तो हुनुहुन्छ? पवित्र हुनुहुन्छ, जो सिद्ध हुनुहुन्छ, जो सत्य हुनुहुन्छ, जो बाटो सत्य र जीवन हुनुहुन्छ, जसले असल बाहेक खराब कहिले पनि गर्नु भएन, जसको भलाइ र अनुग्रह मात्रै थियो। त्यो येशू ख्रीष्टलाई कसरी उभ्याइदछ? बारब्बासँग जो को थियो? जाको अपराधीसँग सँगै उभ्याइएको छ। सँगै उभ्याइदा यहाँ सुन्नु ल, सँगै उभ्याइदछ। जसलाई बारब्बा र येशू दुवैजनाको तुलनै गर्न मिल्दैन क्या? मिल्छ? अलि राम्रो कोही मान्छे ल्याएर तुलना गरेको भए पनि हुन्छ क्या? तर बारब्बा र येशूलाई सँगै उभ्याइएको छ। अनि त्यसपछि जब पिलातसले यहाँ यसरी प्रश्न गर्दछन्, तिमीमध्ये यी दुवैजना मध्येमा कसलाई छोडिदियो भनिकन यसरी प्रश्न गर्दै गर्दा भिडले यसरी नै जम्मा भएको त्यो भिड, त्यो भिडले कसलाई छोडिदिनु भनिकन भन्दछ भन्नुहोस् त? बारब्बालाई। अनि यसरी जब भिड कराउँदै बारब्बालाई छोडिदिनुहोस् भनिकन भन्दै गर्दा यो येशू ख्रीष्टलाई चाहिँ के गर्ने भनिकन यसरी प्रश्न गर्दै गर्दा सबै भिडले एउटै स्वरमा कराउँदै के भन्छन् भन्नुहोस् न? सबैले चर्को स्वरमा भन्नुहोस्, के गर्ने? चर्को स्वरमा के गर्ने? चर्को स्वरमा के गर्ने? के अपराध गरेका छन्? किन यो येशू ख्रीष्टलाई क्रुसमा टाँग्नु? हामीले गर्नुपर्ने प्रश्न यही छ। सुन्नुहोस्, आज यो संसारमा जति पनि मानिसहरू छन्, हामीले देख्यौँ येशू ख्रीष्टलाई क्रुसमा झुन्डिएको। तर हामीले गर्नुपर्ने प्रश्न छ, यो येशू ख्रीष्ट जसले मरेको लाजरलाई जीवित पार्नुभयो, अन्धहरूलाई दृष्टि दिनुभयो, भोकाहरूलाई खुवाउनुभयो, येशू ख्रीष्टलाई क्रुसमा किन मानिसहरूले टाँगे? ती मानिसहरूले येशू ख्रीष्टलाई कसरी क्रुसमा टाँग्न सके? अनि कसरी ती सबै भिडले एउटै स्वरमा यसलाई क्रुसमा टाँग्नुहोस् भनिकन भने? सुन्नुहोस्, जब पिलातसले यसरी यहाँ सोध्दछन् येशूलाई, यी सबै मानिसले तिम्रो विरुद्धमा अभियोग लाउँदै गर्दा तिमीसँग आफ्नो बचाउको लागि भन्नुको लागि केही छ कि नै भनिकन भन्दै गर्दा सुन्नुहोस्, यहाँ येशू ख्रीष्ट चाहिँ के भन्नुहुन्छ थाहा छ? येशू ख्रीष्टले के भन्नुहुन्छ? यी मानिसहरूले मलाई कसरी कुन आरोपमा के अभियोगमा भन्दै यसले आफ्नो बचाउको लागि उहाँले बोल्नुहुन्छ हो? बोल्नुहुन्छ? बाइबलमा लेखेको छ उहाँ मौन बस्नुहुन्छ। सबै के मौन बस्नुहुन्छ? हजुरको स्वरमा के मौन बस्नुहुन्छ? कसरी मौन बस्न सक्नुभयो? सुन्नुहोस् न, तपाईँ र मेरो विरुद्धमा कसैले झुटो अभियोग लाउँदै गर्दा तपाईँ र म मौन बस्न सक्छौँ? हामी आफ्नो बचाउको लागि कति साह्रो स्पष्टीकरण दिन चाहन्छौँ, हो किन भन्नुहोस् त? हो किन भन्नुहोस् त? कसैले हामीले
आरोप लगाइदियोस् मैले कहिले त्यस्तो गरेँ भनेको हामीले आफ्नो बचाउको लागि है जति सक्यो अझ त्यहाँ त त्यो टाढैको कुरा हो क्या कहिलेकाहीँ हामीले गलत गर्दै गर्दा पनि कसैले आइकन हाम्रो दोष देखाउँदै गर्दा हामी के गर्छौँ हजुर पास्टरहरूले तपाईँहरूको कहिलेकाहीँ यसो गल्ती देखाउँदै गर्दा के गर्नुहुन्छ हजुर हो भन्नुहुन्छ हजुर हामी के गर्छौँ हाम्रो साथीहरू कसैले देखाउँदै गर्दा त कहिले गरेर देखाइदिस् कसरी अनि हामी आफ्नो बचाउको लागि जति सक्यो झुट बोल्छौँ क्या हो किन भन्नुहोस् त तर यहाँ यीशु ख्रीष्ट बाइबलमा लेखेको छ उहाँ चाहिँ मौन बस्नुहुन्छ उहाँ आफ्नो बचाउको लागि उहाँ केही पनि बोल्नु हुँदैन उहाँ चुप्लाएर बस्नुहुन्छ यो देखेर पिलातस अचम्म हुन्छ त्यसपछि पिलातसले सुन्नुहोस् ल सब भिड कराएको कारणले गर्दा भिडलाई बनाउन खुसी पार्नलाई उनले हात धुँदै भन्छन् यो मानिसको अपराधको रगतको दोष तिमीहरूमाथि परोस् भन्दै उनले हात धोएर अनि ख्रिस्टलाई क्रुसमा टाङ्न पठाउँछ अनि यीशु ख्रिस्टलाई क्रुसमा टाँगिदछ सुन्नुहोस् ल यीशु ख्रिस्ट जो परमेश्वरको पुत्र हुनुहुन्थ्यो जो क्रुसमा चढ्नकै लागि पनि आउनु भएको थियो है हामीलाई थाहा छ उहाँ यौनाले 1:29मा यसोलाई कसरी भने चिनाए हेर परमेश्वरको थ्रुमा जस्तै संसारको पाप उठाइ लैजानेछ अर्को शब्दमा यीशु ख्रीष्ट यस पृथ्वीमा क्रुस बनाउन मर्नकै लागि उहाँ आउनुभएको थियो क्या हो किन भन्नुहोस् त यो 2:14 पनि त्यही भन्छ छोराछोरी शरीर र रगतको सहभागी भएको हुनाले उहाँले पनि त्यही स्वभाव धारण गर्नुभयो ताकि मृत्युद्वारा मृत्युको शक्तिलाई उहाँले के गर्न सक्नुभएको नष्ट गर्न सक्नुभएको अर्को शब्दमा उहाँ सबैको निम्ति मृत्युको स्वाद चाख्नको लागि उहाँ आउनुभएको थियो परमेश्वर हुनुहुन्थ्यो तर परमेश्वर जस्तो हुनुहुन्थ्यो त्यस्तै उहाँ हुन सक्नुहुँदैन थियो तर छको त्यसले के भन्छ पापको ज्याला मृत्यु थियो यस कारणले गर्दा त्यो ज्याला तिरिदिनु पर्ने थियो अर्को शब्दमा मर्नको लागि यस पृथ्वीमा आउनुभएको थियो के गर्नु रे संस्कार रुपियाँ पैसा कमाउनु हो हजुर भाइ यस्तै गर्नु हो मर्नको लागि सुन्नुहोस् यसो ख्रीष्ट मर्नकै लागि आउनुभएको थियो उहाँ क्रुसमा टाँगिन गइरहनु भएको थियो मलाई यो कुरा थाहा थियो तर यो अचानक है यो यसो ख्रीष्टलाई बारब्बासँगै उपाइनु हुँदछ क्या बारब्बासँगै उपाइनु है दुवैजना भनौँ न अब अचानक भाव यो त परमेश्वरको योजना थियो आमेन सो बारब्बा र यसो ख्रीष्टलाई सँगै उपाइदछ क्या आमेन बारब्बा जब भिडले यो बारब्बालाई के भने भन्नुहोस् त यसलाई के गरिदेऊ छोडिदेऊ भनेर भन्दै गर्दा एकछिन बारब्बा अचम्मै भयो होला क्या के भयो होला एक्कासी म खैदमा हुँदै गर्दा यहाँ बाहिर मेरो यति साह्रो हजुर मा कसरी भयो कसरी एक्कासी मानिसहरूले मलाई यति साह्रो रुचाउन सुरु गरे अर्को शब्दमा यति साह्रो कसरी जेलभित्र बस्दै गर्दा बाहिर भाइरल भए कि मानिसहरूले यसरी के गर्दैछन् रे मेरो माग गर्दैछन् यो कुरा सोचिकन यो बारब्बा अचम्म भयो होला के भयो होला तर भयो भएन थाहा भएन तर पक्कै खुसी चाहिँ भयो होला के भयो होला के भयो होला अनि खुसी हुँदै बारब्बालाई के भन्यो हजुर धन्यवाद हजुर के सुन्नुहोस् के भन्यो थाहा छैन त्यहाँ केही उल्लेख छैन तर पक्कै पनि धन्यवाद भन्यो होला आमेन तर सुन्नुहोस् ल पक्कै पनि हात माथि गराउँदै तपाईँहरू बारब्बा भन्नु न बारब्बा भन्नु न यस्तो गर्दै त्यहाँबाट के गर्यो होला गयो होला एकछिन हाम्रो किरण भाइलाई ताली बजाउनु
तर 12 पातेतिर जाँदै गर्दा के भइराखेको थियो थाहा छ तपाईँलाई? के भइराखेको थियो भन्नुहोस् त? के येशू ख्रीष्टको हातमा के गरिँदै थियो? हजुर के गरिँदै थियो? साङ्ला यसरी लगाइँदै थियो। साङ्ला लगाइकन उहाँलाई के गरियो भन्नुहोस् त? हजुर के गरियो? कोर्रा लगाइयो। उहाँको हात र पाउमा काँटी ठोकियो अनि उहाँले क्रुसमा टाँगियो। कसलाई? परमेश्वरको पुत्रलाई। कसलाई? परमेश्वरलाई। कसलाई? त्यो परमेश्वर जसले चाहिँ तपाईँ र मलाई सृष्टि गर्नुभयो, त्यो परमेश्वर जो स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ, त्यो परमेश्वर जो पवित्र हुनुहुन्छ, त्यो परमेश्वरलाई के गरियो? क्रुसमा टाँगियो। यसै अगमवक्ताले यीशु ख्रीष्ट जन्मनुभन्दा 700 वर्ष अगाडि देखे र यसरी लेखे। यसै यहाँ 53 अध्यायमा हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ त उहाँको सामान्य कलिलो बोट जस्तो र सुक्खा जमिनबाट निस्केको जरो जस्तो बढ्यो। उसित आकर्षण गर्ने उसित हामीलाई आकर्षण गर्ने न कि सुन्दरता थियो न महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मनपर्ने केही थिएन। ऊ घिर्नी थियो, इन्कार गरियो, अफसोसमा परेको मानिस जस्तो र कष्टसित परीक्षित ऊ भयो। घिर्नी भयो र उसलाई हामीले केही मूर्ख गरेनौँ। निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःखहरू बोक्यो। थाहा पनि हामीले उसले परमेश्वरबाट पिटिएको, हिर्काइएको र दुःखमा परेको सम्झ्यो। तर ऊ त हाम्रो अपराधको निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ फैलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो। उसका खुर्राका छोटोहरूद्वारा हामी निको भयौँ। हामी सबै भेडा भेडा लिएका र आफ्नो बाटोतिर लागेका थियौँ अनि परमेश्वरले हामी सबैको अधर्म उसमाथि हालिदिनु भयो। पर्यो र उसलाई कष्ट पर्यो। थाहा पनि उसले आफ्नो मुख खोलेन। मार्नलाई लगेको थोमा जस्तै ऊ डोराएर लग्यो। ऊ आफ्नो ऊ कत्रोलीको सामु भेडा मर गए चाहिँ उसले पनि आफ्नो मुख खोलेन। त्यो कुरा यसै अगमवक्ताले येशू ख्रीष्ट जन्मनुभन्दा 700 वर्ष अगाडि देखिकन उनले लेखे। जुन कुरा यहुदीहरूले आजसम्म पनि बुझ्दैनन् र आज पनि संसारमा थुप्रै मानिसहरू छन् जसले यो कुरालाई बुझ्न सकिरहेका छैनन्। तर यहाँ तपाईँहरू जतिजना आउनुभएको छ, म यहाँहरूलाई आग्रह गर्न चाहदछु, सुन्नुहोस्, येशू ख्रीष्टले जुन यो काम गर्नुभएको छ यो कुरालाई हामी प्रत्येकले बुझौँ, यो कुरालाई हामी प्रत्येकले सोचौँ, यो कुरालाई हामी प्रत्येकले एकछिन मनन गरौँ। सुन्नुहोस्, हामी जो पापमा मरेका थियौँ, हामी जो अन्धकारमा हराइरहेका थियौँ, हामी जो यो संसारमा बढालिएर हिँडिरहेका थियौँ, हामी जो आफ्नै मनका स्वार्थ इच्छाहरू पुरा गर्दै पाप गर्दै व्यभिचार गर्दै झुटो बोल्दै हत्या गर्दै अनि मानिसहरूको खेदो खन्दै हामी हिँडिरहेका थियौँ। अर्को शब्दमा हामी जो परमेश्वरका शत्रुहरू थियौँ अनि पापको कारणले गर्दा हामी जो मरेका मानिसहरू थियौँ। सुन्नुहोस्, हामी जस्ता मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुभयो अनि रोमी 5:8मा यही लेखेको छ, उहाँले आफ्नो प्रेमलाई यसैमा प्रकट गर्नुहुँदछ कि हामी पापी छँदा नै ख्रीष्ट हाम्रो खातिर मरिदिनु भयो। अर्को शब्दमा भन्ने भने सुन्नुहोस्, तपाईँ र म जो स्वभावले पापी छ, जो क्रोधका सन्तान छ, जो नरकको भागीदार छ, हामीले हाम्रो पापले मारेको थियो, हामीले हाम्रो पापले नरक लैजाँदै थियो अनि हामी यस्ता मानिसहरूलाई बचाउनलाई भनिकन परमेश्वर जो प्रेममा धनी हुनुहुँदछ, जो कृपामा धनी हुनुहुँदछ, उहाँले यो काम गर्नुभयो। के काम गर्नुभयो? उहाँले हाम्रो निर्बलताहरू बोक्नुभयो। सबैले के गर्नुभयो? अझ चर्को स्वरमा के गर्नुभयो? अझ चर्को स्वरमा के गर्नुभयो? हाम्रो दुःखहरू भोग्नुभयो। हाम्रा पापहरू उहाँले उठाउनुभयो। हाम्रा पापहरू उहाँले लिनुभयो। सबैले के गर्नुभयो? अझ चर्को स्वरमा के गर्नुभयो? हाम्रो पाप लिनलाई संसारमा कोही आएन। तपाईँले जति माया गर्नु तपाईँको शिरमा पनि आएन र सक्दैन पनि। बुझ्नुहुन्छ नि, ख्रीष्ट आउनुभयो हाम्रा पापहरू लिनलाई, ताकि तपाईँलाई हाम्रा पापहरूको कारणले गर्दा अब हामी
कोही पनि नमरोस् भनेर। आमेन आमेन चल्छ आमेन। बारब्बा जो ख्रिस्टसँगै उभ्याइएको थियो, खासमा त्यहाँ उभ्याइएको तपाईँ र म हो। आमेन। परमेश्वरले त्यहाँ बारब्बालाई त्यहाँ देख्दै गर्दा त्यहाँ कसलाई देख्दै हुनुहुन्थ्यो भन्नुहोस् त? तपाईँ र मलाई देख्दै हुनुहुन्थ्यो। ख्रिस्टले कसलाई देख्दै हुनुहुन्थ्यो? कसलाई देख्दै हुनुहुन्थ्यो? कसलाई देख्दै हुनुहुन्थ्यो? तपाईँ र मलाई देख्दै हुनुहुन्थ्यो। यस कारणले गर्दा उहाँले के गर्नु भएन? मुख खोल्नु भएन। उहाँ के मौन भई बस्नुभयो। किन भन्दै गर्दा उहाँले तपाईँ र म जो पापसँग सङ्घर्ष गर्दै गरेको, पापसँग लड्दै गरेको, पापको कारणले गर्दा मरेको मानिसलाई उहाँले देख्नु भएको थियो। अनि जसलाई उहाँले त्यस्तै अवस्थामा छोड्न चाहनु भएन, तर त्यसलाई त्यस्ता पापहरूबाट छुटकारा दिइकन परमेश्वरसँग मिलापमा ल्याउनलाई उहाँले के गर्नु भएन? आफ्नो मुख खोल्नु भएन। आमेन आमेन। यीशु ख्रिस्ट यस पृथ्वीमा आउनुको पछाडिको कारण तपाईँ र मेरो पापको लागि मर्न र तपाईँ र मलाई फेरि हाम्रो परमेश्वरसँग मिलापमा ल्याउन। आमेन आमेन आमेन। यसै कारणले गर्दा कलसीमा पढ्नुभयो भने तपाईँले यही पाउनुहुन्छ, कलसी 1:21 बितेका समयमा दुष्ट काम गरी हामी बिराना भएका थियौँ, तर हामीलाई आफ्नो सामुन्ने निर्दोष निष्कोट र निर्दोष प्रस्तुत गर्न परमेश्वरले ख्रिस्टलाई, अर्को शब्दमा ख्रिस्ट जो उहाँको पुत्र हुनुहुन्थ्यो, उहाँले के गर्नुभयो? बलि दिनुभयो। आमेन। तपाईँ र मलाई उहाँले के गर्न सक्नुभएको? स्वीकार गर्न सक्नुभएको छ। आमेन आमेन आमेन। असल समाचार चाहिँ यही हो। सुन्नुहोस्, तपाईँ र मेरो लागि यीशु ख्रिस्ट जो परमेश्वरको पुत्र हुनुहुन्थ्यो, उहाँ बलि भइसक्नुभयो, ताकि अब परमेश्वरले तपाईँ र मलाई, हामी जस्तो भए तपाईँले अब तपाईँ र मलाई उहाँले के गर्न सक्नुभएको? अङ्गालोमा बाँध्न सक्नुभएको होस्। तपाईँ र मलाई पवित्र निर्दोष र निष्को बनाउन सक्नुभएको होस्। आमेन। अनि यो काम उहाँले गरिसक्नु भएको छ। सुन्नुहोस्, आमेन। यो काम उहाँले गरिसक्नु भएको छ। आमेन। अनि जसले यीशु ख्रिस्टले आफ्नो मुक्तिदाता भइकन स्वीकार गर्नुभएको छ, सुन्नुहोस्, तपाईँलाई उहाँले अब नयाँ सृष्टि बनाइसक्नु भएको छ। तपाईँलाई उहाँले आफूसँग मिलापमा ल्याइसक्नु भएको छ। तपाईँलाई उहाँले अन्धकारको राज्यबाट ज्योतिको राज्यमा सारिसक्नु भएको छ। तपाईँ जो पापको खमारा हुनुहुन्थ्यो, त्यो पापको खमाराबाट उहाँ तपाईँले छुटकारा दिइकन अब तपाईँलाई उहाँले धार्मिकताको खमारा बनाइसक्नु भएको छ। तपाईँहरूमा जो नरकका हकदार थियो, अब तपाईँ र मलाई उहाँले स्वर्गको हकदार बनाइसक्नु भएको छ। आमेन। अनि हाम्रो निम्ति सबै कुरा गरिसक्नु भएको यीशु ख्रिस्टको, यो यीशु ख्रिस्टलाई तपाईँ मैले के गर्ने? हजुर के गर्ने? के गर्ने? क्रुसमा ठाकिदियो भने हजुर के गर्ने? आफ्नो हृदयमा बोलाउने। आमेन आमेन। यीशु ख्रिस्टले त्यो सबै काम गर्नुभयो ताकि तपाईँ मेरो हृदयमा बस्न सक्नु भएको होस्। आमेन।